मलाई रौँदै गयो कि तिमीलाई भने कहिले रुनु नपरोस्, तिम्रो अनुहारमा सधैँभरि खुसी मुस्कान मिलोस्। न हामीबाट त्यस्तो हुँदैन, हामीबाट त्यस्तो एक्सपेक्ट नगर्नु। जाने चाहिँ गइहाल्यौ है। तिम्रो पनि पहिले कुटो, दारू खास आओस्। मलाई के मन पर्दैन, तिमीले चुरोट खाएको मन पर्दैन, तिमीले दारू खाएको मन पर्दैन, तिमीले यहाँ गएको मन पर्दैन। त्यहाँ तिम्रो पनि त्यस्तै परोस्, दारू खाने, चुरोट खाने, जाँड खाने, कुचोले हान्ने, तिम्रीमा झ्याक्ने, अरू के हुन्छ साथीसँग घुम्ने डुल्ने, केटी घुमाउने सब परोस् क्या तिम्रो पोइ। अब म त बोयफ्रेन्ड भनेर छोडेर गइहाल्यौ तिमीले है। तिम्रो पोइ चाहिँ त्यस्तै परोस्। हामीबाट त्यस्तो बुढो आशीर्वाद दिने काम हुँदैन। अब हामीले दिएको आशीर्वाद पनि लाग्दैन, हामीले गाली पनि लाग्दैन होला जस्तो। आशीर्वाद नलागे पनि गाली पनि लाग्छ, नलाग्यो बिचरा माया तले लागिहाल्छ कि साथीहरू। त्यही पनि हामीबाट त्यस्तो मलाई रौँदै गएको तिमीलाई चाहिँ हाँसिराख्नु परोस्, त्यही भने तिमी पनि रुनै परोस्। कुरा त्यही हो। कालोको पैसा त फेर्नु पर्यो त यार। मलाई चाहिँ रौनी आफूले गरी दारा फाल्ने अर्कासँग गएर चप्किने हुन्छ, त्यस्तो हुँदैन साथीहरू। अन्याय हो हाम्रो लागि।